हेलो गाइज, हामी चाहिँ आज गोदाबारी जान लाग्छ कलेजबाट अनि हाम्रो साथीहरु चाहिँ यहाँ रेडी हुँदै हुनुहुन्छ सबैजना। विशेष गरी जलसजीवलाई चाहिँ कपाल स्ट्रेट गर्दै हुनुहुन्छ उहाँले। यता हेर्नु न, उहाँले स्ट्रेट गर्दै हुनुहुन्छ अनि हामी सबै गोदाबारी जानलाई रेडी हुँदैछ। अनि म चाहिँ के रेडी भएको छैन, म चाहिँ यसरी जान्छु, कपाल यसरी बाटेर जान्छु अनि त्यसपछि नरुनु नि। हेलो गाइस, अब हामी चाहिँ हिँड्न लागिरहेको। उहाँ हुनुहुन्छ, रेडी भइसक्यो हैन सबैजना। प्रमिस दाजु, साथीहरु मेरो आइडेन्टी कार्ड देख्नु भयो। अब गएर नयाँ आइडी किन्ने रेडी हैन? यहाँ फुल रेडी हो। घर त्यहीँबाट त जाने। यहाँ सबैजना राम्री राम्री भएर सुषमा सोफी, वाह सोफी राम्री, सो प्रेटी, सबै राम्री हुनुहुन्छ हैन। अनि म चाहिँ म कसको चस्मा थाहा छैन तर राम्री देख्नु भएको छ के, अनि त्यही भएर हेलो गाइज, हेलो आइस छिटाउनु राख्ने छु हैन। मेरो चाहिँ पारा यस्तै हो, जबले त्यसुकै भन्नुहोस्। म चाहिँ सिम्पल मान्छे, सुत्दै भएर यसरी जाने हो। अनि सबैजना रेडी भइसकेको छ हाम्रो कलेजबाट जानको लागि। अनि हाम्रो सङ्गम सर पनि हुनुहुन्छ। सङ्गम सर के छ? आज हामी पिकनिक जान लागिरहेछौँ। सबै ठिकै छ, अलिअलि भोक लागिरहेको छ हो पुरा यति तर्खा छाड्नु पर्छ। यो सामान सबै पिकनिकको लागि। यो चाहिँ मिठो खाजा हो हैन। आइरहेको थियो घरमा ठ्याक्कै ल्याए हो। ल खानुहोस् न त सर। ल गाइजहरू, हामी चाहिँ हिँडिसक्यौँ है। अब सबैजना रेडी भइसक्यो अनि निस्किसक्यो गेटबाट चाहिँ है। हामी चाहिँ अलि ढिलो जाने हो, हामी अलि पछि जाने हो। रेडी भइसक्यो सबैजना यस्तरी। अनि अब जान्छौँ अनि गोदाबारीको गोदाबारीसम्म जाने यात्रा यहाँबाट। हेलो गाइस, हामी चाहिँ गाडीभित्र छिरिसक्यो। हामी चाहिँ अब हामी गोदाबारीको यात्रा हो होइन सोल्टिनी? गोदाबारीसम्म जाने हो हामी। रिजर्भ है अनि यस्तै छ। गाइजहरू, हामी चाहिँ जाँदैछौँ है गोदाबारी। गाइजहरू पछि हुनुहुन्छ। हामी चाहिँ आज गोदाबारीको यात्रा साथीहरू जे होस् हामी जाँदैछौँ। हामी चाहिँ आइपुग्न लागिसक्यो है गोदाबारी। धेरै रमाइलो थियो है गाइजहरू, रमाइलो धेरै रमाइलो थियो। अनि हामी गोदाबारी आइपुग्यो। अब आइपुग्यो, आयो गोदाबारी, आयो गोदाबारी। हामी आइसक्यो गोदाबारी, आइपुग्नु लागिसक्यो गोदाबारी। कति राम्री राम्री मान्छेहरू छन् है। आइसक्यो होइन। माथि नै जाने हो कि सर? यहाँबाट झर्ने हो र? यहाँबाट जाने हो। हामी आइसक्यो, स्टेसन आइसक्यो। हामी चाहिँ झरिने लाग्यो अब सबैजना। अनि हामी आइसक्यो। हामी गोदाबारी आइसक्यो। हामी यो भित्र पसी पनि सक्यो होइन। अनि मलाई चाहिँ यो खासै यो हातबाट चाहिँ खासै किनकि चलाउन आउँदैन नि त। कहाँ गएको सोमी? आमा मेरो घाममा त मेरो फेस बिग्रेको देख्दो रहेछ नि त। आउ न हौ गाइजहरू, उहाँहरू जाँदै हुनुहुन्छ होइन। रियो चाँडो आउनु, मैले यो बोकिरहेको छु।
हेर्नु होइन सर हाम्रै हो होइन मै बोक्छु अहिले ल हेलो छिटो यता हेर त सोमी कस्तो राम्रो वा कस्तो राम्रो देखायो यार साथीहरू ओए यो यही त हो नि सोल्टिनी हाम्रो गाउँतिर पाउने कटुस होइन तर तपाईँहरूको गयो फर्किनु भा हजुर हेलो जय मसी जय मसी जय मसी जय मसी सबिन पनि गएको ल ल फर्केर आऊ है यस्तो छ यस्तो राम्रो छ अरे यो ठाउँ ओइ सोमी यति राम्रो छ ठाउँ अनि कोही पछाडि छ कोही अगाडि छ म चाहिँ बसेको छु अनि सङ्गम सर हजुरको दुईवटा ब्याग भएछ नि त खैदिनु म एउटा बोकिदिन्छु होइन हौ म हेल्प गरिदिन्छु हजुरलाई हजुर खैतरी सर खैदिनुहोस् हौ के ल्याएछ अरे ल है सर अझै बाँकी हुनुहुन्छ ल है हाम्रो एन्ट्री भइसक्यो अनि हामी सर यसपालि चाहिँ हामी यस्तो लाइट आउने पट्टि बस्नुपर्छ होला हौ किनकि हाम्रो फोटो राम्रो आउनुपर्ने हो ल्याछ इन्ट्री भइसक्यो हामी चाहिँ तर पहिला कस्तो राम्रो थियो नि हामी त्यो अब त्यो त बन्द भइसकेछ अनि सङ्गति पनि यतैतिर रहेछ अब पोहोर पनि आयो हो है पोहोर होइन त्योभन्दा अगाडिको वर्ष है कति रुपियाँ जितेको अरे 1000 रुपियाँ 1000 रुपियाँ जितेको हामीले त्यतिखेर चाहिँ 1000 रुपियाँ जित्यो क्या अनि मेरो फोनमा त नि लाइट बलिरहेको रहेछ त यहाँ अब रेडी सङ्गति हुनुहोस् रेडी हुन लगाइरहेको चाहिँ अनि यस्तो ल है साथीहरू हामी चाहिँ सङ्गति बस्न रेडी भइसक्यो अनि हामी रेडी हुँदैछ साथीहरू ब्राइटनेस कम भयो नि ब्राइटनेस कमै लाइट गऱ्यो भने त आउँछ कोइलाई चाहिँ साइडमा राखौँ बरु हामी त्यसो गर्दा हुन्छ होला अनि नभए सेक्सन र अब दाउदको छोरा सोलोमन चाहिँ यो पक्कै सबै पाएर परमेश्वरसँग रहने मन्दिर
यो त कम ए ढिला दाया बाया ल दाया बाया कस्तो कुरा गर्छन् रे सर हाम्रो चाहिँ गेम सबै सकिसके पश्चात हामी चाहिँ घुम्न निस्केको है साथी हो सबै आफ्नो आफ्नो त्यही भएर मेरो त केही पो छैन त हौ सराबी त्यहीमासे यो चाहिँ फोटोस खिच्ने ठाउँ है गाइजहरू अनि यहाँ चाहिँ फोटो खिच्दैछ अनि मेरो मित्रहरू खै के गर्दै हो अनि म चाहिँ गइसकेँ कति पोहोर पनि आएको नि त धेरै भयो थियो नि त यता न तर पनि यहाँ फोटो खिच्दैछ साथीहरूले तर म पनि जाने चाहिँ साथीहरू यहाँ फोटो खिच्न चाहिँ धेरै साथीहरू हुनुहुन्छ फोटो खिच्नलाई होइन फोटो खिच्नलाई होइन कुदिरा होइन फोटो खिच्नलाई सोफी फोटो खिच्नलाई कुदिरा होइन हामी चाहिँ गोदावरी राउन्ड हानिसक्यो है होइन सोल्टिनी हामी मेरो क्यामेरा चाहिँ खासै राम्रो छैन नि हामी चाहिँ गोदावरी राउन्ड हानेर अब चाहिँ लगभग हामी म चाहिँ सायद कलेज जाँदिनँ होला सोल्टिनाहरू चाहिँ कलेज जानुहुन्छ होला अनि त्यहाँबाट चाहिँ उता लग्नु अनि त्यसपछि कलेजबाट फर्केँ अनि म सायद घर जान्छु होला नि त अनि उहाँहरू चाहिँ कलेज जानुहुन्छ सबिन तपाईँ घर जाने हो कि कलेज जाने हो र घर जाने रे प्रायः जस्तो अनि मेरो त जुत्ता पनि च्यात्यो यार यस्तो रे जुत्ता पनि च्यात्यो हो आज त कहाँ हो हामी कहाँ हो कहाँ सबै माथि गइसक्यो अनि हामी चाहिँ सेकेन्ड सर सबै माथि आयुष चाटाउनु चाहिँ फोटो सेसन हुँदैछ फोटो खिच्दैछन् अनि कल्पना कहाँबाट आउनु भयो हजुर हामी त्यो माउन्टेन कस्तो थियो राम्रो थियो किन चुप लागेर बस्छ आएन कि तिनीहरू दुईजना त आयो त ल ल हिँड्नु न म पनि आउँछु त हामी चाहिँ यहाँबाट जाँदैछौँ अब एउटा राउन्ड हानेछौँ हामी चाहिँ राउन्ड हानेछौँ राम्रो छ सायद अब म घर जानेवालामा छु गाइजहरू अनि कृपया मैले चिनेका व्यक्तिहरू छन् तर नबोल्ने व्यक्तिहरू पनि मैले देखेँ पहिलो पटक यहाँनिर मैले देखेँ तर चिनेनन् के त्यही भएर अब हामी जाँदैछौँ गोदावरी यताबाट पनि जान्छ होला नि त सबै यताबाट गइदिउँ न त के यतैबाट जाने हो यताबाट गइदिउँ न यताबाट जाउँ न अब हामी मेरो चाहिँ स्टार्ट भइसकेको छ गाइजहरू अनि सो अनि अब चाहिँ हामीले लगभग स्टार्ट अब लगभग हामी घर फर्किन्छौँ होला म चाहिँ घर जान्छु उहाँहरू चाहिँ कलेज जानुहुन्छ अनि साथी हो यस्तै छ आजको पिकनिक चाहिँ होस् रमाइलो आशिषमय भयो भनौँ न होइन ल घुमेँ साथी घुमेँ हामी घुमेँ है घुमेँ यस्तै छ गोदावरी तर हामी त 1 वर्ष ग्याप भएर फेरि आएको तिमी जान्छौ खोलामा जाने हामी त सिङ्गलै मर्ने भयो यार मलाई सोल्टिनीले पिट्दै हुनुहुन्छ के हो यार जिन्दगीको गोरेटामा सिङ्गलै जाने हो कि क्या हो अब यो यताबाट माथि जाने हो हामी निस्किने गेटमा आइसक्यो गाइजहरू जब हामी चाहिँ फर्किसकेको अब चाहिँ